हामी चाहिँ झिलझिले निस्किन लागेको थियौँ तर हामी अलिकति अगाडि आएछौँ। यहाँनिर ब्याग हुँदैछ गाडी। गर्मी छ, एकदमै गर्मी छ। अहिले अब ठाउँ स्विच भयो। आयुष अगाडि छ, यहाँ बसिरहेको छु। पछाडि कोजी स्पट रहेछ पछाडि। ल अब हामी बिर्ता मोड सायद कति मिनटपछि पुग्छौँ? अब 20 मिनट्स पछि बिर्ता मोड पुग्छौँ। त्यसपछि त्यहाँ 5-10 मिनट बसेर गाडी पार्क गरेर त्यहाँबाट हामी लाग्छौँ इलाम। It's going to be an amazing vlog. थोरै सानोतिनो गाह्रो हुन्छ निकाल्न। सानोतिनो हाम्रो यस्तो त्यस्तो एक्सिडेन्ट भयो। के छ उसो अवस्था? 2 मिनट गरेको चुक्नु भगेती भयो। गयो ल अहिले हामी खाजा खाएर निस्क्यौँ दिदीकोबाट गाडी राखेर। सो होइन मान्छे छ यहाँ। इन्जिन प्लान छ है यहाँ। 230 भयो, हामी 130मा आइपुगेको थियौँ। खाजा खायौँ, खाजा पनि हात्ती खायौँ। अब सफारी खोज्दैछौँ, भेटेको छैन। बिर्तामोडमा छौँ, पुग्नुपर्ने छ दार्जिलिङ, टुङ्गो छैन गाडी। फेरि यस्तो भयो क्या दार्जिलिङ, हामी सुरुमा चाहिँ पशुपतिनगर हुँदै जाने कुरा थियो कन्यामबाट। तर अहिले यता एउटा अङ्कलले हामीलाई सिलगढीबाट छिरेर त्यहाँबाट जानु भन्नुभयो। सो वे स्टिल कन्फ्युज। अहिले चाहिँ हामी यहाँ चारालीमा छौँ। यो बसमा छौँ काठमाडौँदेखि, कहाँदेखि आएको अरे? कुन ठाउँदेखि आएको अरे यो बस? यो बस त पश्चिमदेखि। यो बस पश्चिमदेखि आएको बसमा हामी छोटो चढ्यौँ। यहाँदेखि 100 रुपियाँमा हामी पानट्याङ्की हुँदै हामी लाग्छौँ दार्जिलिङ। सो अहिलेको यात्रा चाहिँ बसमा छ, एकदमै डिलक्स। पानीमा आएको थियो। अहिले हामी अब कति भयो टाइम ठ्याक्कै? 3:51 भयो। हामी पानट्याङ्की जाँदैछौँ अहिले यताबाट। हामी अहिले पानट्याङ्कीमा छौँ। इन्डिया हाम्रो एन्ट्री भइसक्यो। सो अब यहाँबाट 20 मिनट 25 मिनटपछि हामी सिलगढी पुग्छौँ दार्जिलिङ लाइन। त्यहाँबाट गाडी लिएर फेरि पब्लिक और प्राइभेट लिएर हामी लाग्छौँ दार्जिलिङ। सो यहाँबाट हामीलाई अझै 3 घन्टा लाग्छ, सायद 3 आवर्स म्याक्सिमम्। हामी 7 बजीसम्म पुग्छौँ। त्यसपछि होटल पनि हेर्नु सक्छौँ। अहिले हामी अटोमा गइरहेको छौँ हामी सिलगढी। यो बाटो बन्द रहेछ। सो हामी फर्किरहेको छौँ फेरि त्यही जाममा। एकदमै खुसी भएको थियौँ हामी त्यो जामलाई टच नदियो भनेर। तर अब हामी त्यो जाममा पर्छौँ। सिटी त गइरहेको छ दाइ।
सो अब हामी चाहिँ यो गाडीमा जान लागेको तर हाम्रो चेन्ज इन प्लान हो हामी अर्को गाडीमा जान्छौँ जुन गाडी चाहिँ यहाँबाट हिँड्न नै लागिरहेको छ सायद हामी त्यही गाडीमा जान्छौँ सो अहिलेको टाइम चाहिँ ठ्याक्कै 5:30 सायद यो इन्डियन टाइम हो कि नेपाली टाइममा थाहा नै छैन इन्टरनेट कनेक्सन त भएको छैन सो हामी अब अघि अर्कै गाडीमा थियौँ तर अहिले अब त्यो गाडी ननिस्किने भएर हामी अर्को गाडीमा हिँडिरहेको छौँ सो हामी त्यो गाडीको दाइ चाहिँ दार्जिलिङहरू भयो सो हामी त्यही गाडीमा जान्छौँ अहिले लास्टै नै पानी परिरहेको छ हामी यसरी बसिरहेको छौँ क्या टाइम कति भयो ल अहिले नेपाली टाइम यति भयो 8:24 जानुहुन्छ अब इन्डियन टाइम चाहिँ 8:09 भयो हामी ठ्याक्कै दार्जिलिङ आइपुग्यौँ यहाँदेखि 1 किलोमिटर छ सायद सो एकदमै कम्फर्टेबली आइयो अब दाइ घर पुगिहाल्नु ल फाइनली नेपाली टाइम चाहिँ यति भयो हामी ठ्याक्कै 8:15 दार्जिलिङमा ठ्याक्कै हामी बाटोमा हिँड्दैछौँ ल अब यहाँ होटल लिने हामी होटल लिइसकिसकेपछि त्यसपछि खान्छौँ होटल खोजिँदैछ अझै 10 मिनट भइसक्यो होटल पाएको छैन सो यहाँ होटल पाएर हामी खाना खान जान्छौँ त्यसपछि स्लिप भोलि अर्ली मर्निङमा हाम्रो गाडी छ सिक्किमतिर सो लेट्स गिभ इट अ गो यसमा म पान्दै छ बाटो वाइल्ड छ फर द फर्स्ट टाइम इन दार्जिलिङ 8:50 हो है हामी ठ्याक्कै यहाँ इन्डियन रेस्टुरेन्टमा आएको छौँ हुन त इन्डिया हो यो तर टिपिकल इन्डियन रेस्टुरेन्ट यसमा रोयल बिरयानी सो हामीले होटलै खोजेको छैन सो हाम्रो मेन टास्क भनेको चाहिँ होटल खोज्ने यहाँ खाने अलिकति पार्किङ गर्ने अनि त्यसपछि होटल खोजेर अनि त्यसपछि सो 9:30 भइसक्यो हामीले रुम पाएको छैन एकदमै सेडी होटल्सहरू रुमहरू अभाइलेबल छ खालि यो चाहिँ हाम्रो स्टिम ट्रेन सो वी आर स्टिल लुकिङ फर द होटल दार्जिलिङ इज वान अफ द वर्स्ट प्लेस वान अफ द वर्स्ट केही नै खुल्ला छैन सबै बन्द छ क्युट बटल के अहिले टाइम ठ्याक्कै 12 o'clock भ्यू यस्तो बवाल छ खासमा यस्तो हो कि हामीलाई दार्जिलिङले द मोमेन्ट द्याट वी एन्टर्ड फ्रम द्याट डोर एन्ड वी स दिस थिङ द 2500 द आइसी 2500 इज टोटली वर्थ इट एकदमै वर्थ इट द 2500 यो रुमको किनभने अलिकति स्पुकी पनि थियो रुम अनि हल्का स्मेली पनि थियो तर यो भ्यूले बबाल भयो अमेजिङ ठ्याक्कै 12 o'clock इन दार्जिलिङ अमेजिङ ओ माई गड यो जस्टिस गरिरहेको छैन क्यामेराले फ्ल्यासले गर्दाखेरि वाउ ल हामी अब यहाँबाट तल जाँदैछौँ आधी घन्टा जति बस्यो यहाँ एकदमै मजा आयो वर्थ इट थियो यो भ्यू चाहिँ असम सो अब यो अलराइट अहिलेको टाइम भनेको ठ्याक्कै 8:39 सो हामी यहाँ ब्रेकफास्ट खान गइरहेछ हाम्रो होटलमा चाहिँ थियो ब्रेकफास्ट दामी नै तर होटलवालाहरू उठेकै थिएन सो हामीले नै उठाएको अहिले चाहिँ हामी यहाँ के क्याफे बेस्टिज क्याफे के भन्ने क्याफे छ अरे वाट्स गोइङ अन बिहानदेखि तर आज विकेन्ड हो यता सो एकदमै भिड हुने भन्ने आश यहाँ एकदमै खुसी लागिरहेछ यिनीहरू तर यहाँ सो अहिले हामी चाहिँ ब्रेकफास्ट खोज्दै हिँडिरहेको छौँ यहाँ 8 बज्यो अहिले ठ्याक्कै 8:30 भयो
सो बिहान यहाँ पाउँदैन अरे खुल्दैन अरे भन्ने एउटा दाइले हामीलाई भने सो सबै बन्द त देख्छु म सो हाम्रो प्लान चाहिँ आज हामीलाई 4 घन्टा लाग्छ सिक्किम पुग्न सो आजको यात्रा पनि लामो हुनेवाला छ अनि सिक्किम पछि छङ्गु लेक जाने पनि प्लान छ अहिले चाहिँ 8:30 8:35 भयो सबै नै बन्द रहेछ रेस्टुरेन्टहरू सो पाएकै छैन केही पनि यहाँ सबै नै बन्द छ अब हामीले 9:30 भित्र खाएर हामी सिक्किम पुग्नुपर्ने छ 1 o'clockमा 4 घन्टा लाग्छ सिक्किम पुग्न एकदमै कट्टुकट चल्छ यहाँ हिँडिराख्नु परेको छ नालीमा केही नै पाएको छैन त्यहाँ दाइले एउटा रेकमेन्ड गरेको थिएँ त्यो ठाउँमा पनि पाएन अब वी आर स्टिल लुकिङ फर अ प्लेस टु इट सो त्यो प्लेस चाहिँ सायद भेटिँदैन जस्तो छ साह्रो ट्राफिक हो यो राम वाइल्ड ट्राफिक छ टाइम अहिलेको ठ्याक्कै यति भयो 52 स्टिल हेभन फाउन्ड अ प्लेस टु इट खाना एकदम जरुरी छ ब्रेकफास्ट किनभने हाम्रो ब्रेकफास्ट पछिको नेक्स्ट स्टप भनेको ग्याङटकै हुन्छ सो वी निड टु इट एकदम अलिकति पकाउने डोनटले काम गर्दैन चियाले काम गर्दैन आलु पराठाको हन्टमा हो तर केही नै खुलेको छैन यहाँ नथिङ एकदम गनाइरहेको छ एकदम साह्रै फोहोर ठाउँ एकदम पानी नै पानी जहाँ पनि लास्टै नै जान्छ हामीले खाइसक्यौँ आलु पराठा अब हामी होटलतिर जाँदैछौँ वाइल्ड जाम एकदमै पोल्युसन त्यो गाडीहरूको धुवाले गर्दाखेरि एकदम पोल्युसन छ अब हामी सिक्किमको गाडी सिक्किमको स्ट्यान्ड गएर त्यहाँबाट हामीलाई 4 आवर्स लाग्छ सायद 2 नै बज्छ होला 1-2 बज्छ स्योर बज्छ अनि त्यसपछि सिक्किम एक्सप्लोर यो चाहिँ हिजो हामी राति बेलुका आएको ठाउँ 12 बजे अझै केही नै देखिएको छैन ल हामी अल सेट रेडी टु लिभ सिक्किम के हुन्छ एडभेन्चर अब सिक्किमको अन द वे विल सी सो यस्तो छ केही नै छैन गेन यो टाइममा चाहिँ यस्तो देखिन्छ नट भेरी अपिलिङ त एक ठाउँको पनि छैन एन्टिक चाहिँ छ बरु बट नट अपिलिङ एकदमै पोल्युटेड सिटी नेभर इन द लाइफ आम कमिङ टु दार्जिलिङ दिस इयर वेदर इज गुड वेदर राम्रो छ तर पोल्युसन वाइल्ड पोल्युसन छ लास्टै भिज्नु हामी उल्टो बाटो चाहिँ आएछौँ हिजो हामीले ड्राइभरले चाहिँ यतै छ भनेर बाटोमै स्टप छ भनेर भन्दै थियो तर त्यहाँ रहेन रहेछ एकजना सोधेको यहाँदेखि 15 मिनट्सको वाक देखिरहेछ त्यो ठाउँ सिक्किम सिन्डिकेट भन्ने ठाउँ यहाँदेखि चाहिँ हामीले सिक्किमको गाडी पाउँछौँ सो हाम्रो यात्रा त्यहाँबाट सुरु हुन्छ हेक्टिक एडभेन्चर बल्ल सुरु हो तर ठिकै छ खासमा सिक्किम जाने चाहिँ वे चाहिँ यही हो तर गाडी चाहिँ उता पाउँछ सो यस्तो कियोस्क छ एकदम बिजोक छ यहाँ सो यहाँ गाडी चाहिँ रोक्नु पाउँदैन भनेर भने तर सिक्किम चाहिँ यतैबाट जाने हो हामी राइट वेमा थियौँ तर हामीलाई भेहिकल चाहिँ हामीले 15 मिनट्स वाक पछि मात्र पाउँछौँ सो वकिङ ल सर बोला ल अब हामीले होटलबाट आएको थियौँ ढिलो भयो होटल बिहान त छिटो ढिलो उठ्यौँ खाजा पनि पाएन क्याफे पनि ढिलो खुल्ने आयौँ टिकट काट्यौँ रसमा टिकट काट्यौँ 3 जना ब्ल्याङ्क भयौँ टिकट पनि फेरि यस्तो तरिकाले काट्यौँ हामीले लाटो जसरी लाटो जसरी काट्यौँ अनि त्यसपछि यस्तो केयस छ हामीले टिकट चाहिँ उतानेरि काटेको सो आज यो भिड चाहिँ केले गर्दा भन्दाखेरि विजय जुलुस रहेछ आज बिजेपीको सायद यहाँको वेस्ट बङ्गालमा त्यही भएर यस्तो भिड रहेछ सो हामी एकदम कट टु कट डेजमा छौँ सो एक्सटेन्ड गर्दा पनि सिक्किम हामी यहाँबाट 8 बजेतिर मात्र पुग्छौँ
सो सिक्किम बसेर न घुम्न पाइन्छ न केही गरेर रिकन्सिडरिङ आवर प्लान हामी प्लानमा चेन्ज ल्याउँदैछौँ त्यो प्लानमा चेन्ज के हो भन्दाखेरि सर हामी नेपाल जाँदैछौँ अन्तु घुम्दैछौँ हामी अन्तु जाँदैछौँ यहाँबाट पशुपतिनगर जान्छौँ त्यहाँबाट हामी अन्तु जान्छौँ तर प्रब्लम के भयो भन्दाखेरि एउटा प्रब्लम चाहिँ के छ भन्दाखेरि हामीले टिकट काटिसकेको छौँ 1200 भारूको यहाँदेखि सिक्किम जाने ग्याङटक जाने अब त्यो चाहिँ रिफन्डेबल हुँदैन भनेर टिकटमा लेखिसकेको विल बी आस्किङ द्याट गाई टिकट रिफन्ड हुन्छ कि हुँदैन हामीलाई फुल नदिए पनि हुन्छ हाफ दिए पनि हुन्छ अब रिफन्ड भएन भने पनि वी आर रेडी तर यस्तो हेक्टिक ट्राभल चाहिँ वी आर नट डुइङ होइन त्यही भएर आई थिङ्क वी आर गोइङ सिक्किम होइन विल बी गोइङ टु पशुपतिनगर त्यसपछि हामी श्रीअन्तु घुम्छौँ द्याट्स द प्लान त्यही नै कियोस लास्टै कियोस अब हामी त्यहाँ पैसा माग्छौँ रिफन्ड हुन्छ कि हुँदैन टिकटमा त हुँदैन नै भनेको चाहिँ स्ट्रिक्टली लेखेको छ पोइन्ट नम्बर 1 मै अब हामी यहाँबाट नेपाल गयौँ अब पशुपतिनगर गएर श्रीअन्तु बस्छौँ प्लान भयो हामी अब यहाँबाट पशुपतिनगर जान्छौँ बनेको यो होम स्टे छ एसियाको सबभन्दा हाइएस्ट अल्टिट्युड होम स्टेसन यही हो ल हामी यो स्पटमा रोकेको छौँ वाउ बाइ द वे हामी नेपाल जाँदैछौँ सिक्किम गइएन मैले भनिसकेँ होला हामी यो ठाउँमा छौँ ठ्याक्कै अहिले यहाँ मोमो खाना भनेर रोकेको हेरौँ के खान्छौँ एकदमै चिली वेदर बेस्ट के अरे ओके लास्टै चिसो छ यहाँबाट शीत झरिरहेको छ पानी झरिरहेको छ ब्युटिफुल स्पट रहेछ हामीले सर बेस्ट डिसिजन थियो कि थिएन सिक्किम नगर सिक्किम गएको भए एकदम हेक्टिक हुन्थ्यो है तर सिक्किम गएको हामी अहिले फर्स्ट टाइम हामी अहिले दार्जिलिङमै हुन्थ्यौँ सायद तर सर र मेरो दार्जिलिङको उयो चाहिँ भयो हामीले आएको इन्टरनेसनल हामी एकदमै कन्फिडेन्सियल छ अब हामी यहाँबाट पशुपतिनगर कस्तो दामी आइरहेछ यार पशुपतिनगरबाट कन्याम होइन अन्तु हेक्टिक थियो वेस्ट बङ्गाल आमामा जाम खासमा त्यहाँ उयो रहेछ क्या अनि बाइ द वे हाम्रो पैसा रिटर्न भयो त्यो 1200 रुपिस रिटर्न भयो त्यो दाइले दिनुभयो अनि यो दाइले म फोटो हाल्छु यो दाइले चाहिँ हामीलाई नेपाली भनेर 1200 रुपिस रिटर्न गर्नु तर टिकटमा चाहिँ रिफन्ड गर्न मिल्दैन अनि ट्रान्सफर गर्न मिल्दैन भनेको छ तर त्यो ती मात्र सीमित थियो हामी अर्को स्टपमा रोक्यौँ यहाँ 5 मिनटपछि सो यो भनेको सालको पाइन ट्रिज अब यहाँबाट सायद 1 घन्टा छ होला पशुपतिनगर मजा आइरहेछ एकदमै मजा यहाँ चिप्लो रहेछ ल यहाँ अङ्कित फोटो खिच्नेमा दामी स्पट रहेछ यो एकदमै पाइन ट्रिज अङ्कित जाँदैछ त्यहाँ ग्रिप चाहिँ अलिकति छ जस्तो लाग्दैन मलाई वाक्क लडो भने चाहिँ मिलियन भ्युज ब्लगमा हुन्छ म त यहीँ बस्ने म आउँदिनँ कत्रो मिहिनेत ल आउनु पर्यो है हात टेक्दै आउँदा हुन्छ ल कम अन ल आइयो अब हामी फर्क्यौँ यहाँबाट 2-3 क्लिप सो यो चाहिँ पशुपति बोर्डर हामी यहाँ आइपुग्यौँ ठ्याक्कै अहिलेको समय चाहिँ कति भयो भन्दाखेरि
1:40 त सायद इन्डियन टाइम हो कि नेपाली टाइमै होला। सो हामीलाई श्रीयन्तु पुग्न यहाँबाट 1 घन्टा 2 आवर्स म्याक्सिमम्। फर्स्ट टाइम आइयो ल, यो बोर्डर पनि आइयो, उताको बोर्डर पनि आइयो। हामी यहाँ चढेर चट्टसँगले अब श्रीयन्तुतिर लाग्यो। अब 1.5 घन्टा लाग्छ, 1.5 आवर्स। यस्तो छ सिटिङ पोजिसन। यहाँ छु हो। हाम्रो त्यहाँ अलिक गाडीमा समस्या र गाडी बन्दैछ। हामी चाहिँ यहाँ यसो एक्सट्रिम हान्दैछौँ। भ्यू चाहिँ हामी खासमा यतिखेर सिक्किम हुनुपर्ने, अहिले हामी छौँ कहाँ छौँ? अहिलेको टाइम ठ्याक्कै 5 बज्यो, 3 बज्यो। हामी श्रीयन्तु आइपुग्यौँ। अब यहाँ हामी एउटा कटेज लिन्छौँ, त्यसपछि एकछिन रेस्ट गरेर त्यसपछि हामी बाहिर निस्किन्छौँ। अनि त्यसपछि केही न केही विल गो विथ द फ्लो। एकदमै अनएक्सपेक्टेड थियो श्रीयन्तु। हियर वी आर। लभली। हामीलाई बाइ द वे सिक्किमबाट सिक्किम त कता, सिक्किमबाट होइन, हामी दार्जिलिङबाट पशुपतिनगर 1500 आइसी अनि पशुपतिनगरदेखि श्रीयन्तु पनि लगभग 1500 आइसी नै पर्यो हामीलाई। अहिले चाहिँ हामी यहाँ कटेज हेर्दैछौँ। एउटा रुममा 3 जना चाहियो हामीलाई, तर यहाँ एउटा रुममा 2 जनाको लागि मात्र सिङ्गल बेड मात्र छ। हुन त छन् यहाँ, तर वी निड टु लुक फर इट। सो वी आर लुकिङ फर इट। एकदमै गुड छ इन्भाइरोमेन्ट। तर आई थिङ्क यो चाहिँ 1/2 अफ श्रीयन्तु होला। यो मतलब लेकको चाहिँ, हुन त श्रीयन्तुको होटलहरू उता दामी छ। लास्ट टाइम हामी आउँदा चाहिँ यो पार्टमा छिरेको थियौँ। यो पार्टमा चाहिँ राति डिनर गर्न आएको थियौँ। हामीले रुम हेरिसक्यौँ, डिसेन्ट छ। हामीले रुम बुक गरिसक्यौँ। सो हामी अब अङ्कितलाई लिन जाँदैछौँ। चारजना बसेर खाँदैछौँ। 1 जना, 2 जना, म त्यहाँ 3 जना, 1 जना, 4 जना। एकदमै इन्ट्रेस्टिङ कुरा हो। हामी यहाँ क्यारिओके गाउन लागेको थियौँ। अङ्कितले अब क्विनको गाउन त भनौँ, हामीले जस 20 सेकेन्ड चाहिँ हामीले उयो गरेर सोच्यौँ क्या कसको गाना गाउने भनेर। अङ्कितले क्विनको गाम भनौँ, 2 सेकेन्ड पछि क्विनको आई वान्ट टु ब्रेक फ्री भन्ने गाना बज्यो क्या यहाँ।
ल अहिले चाहिँ ठ्याक्कै 2 सेकेन्ड अगाडि सबै बत्ती गयो अहिलेको टाइम यति छ बत्ती जाँदा यस्तो अँध्यारो देखिन्छ I spoke into his eyes a long, long time ago. Oh no, not me. There's a man who sold the world. Chile एकदम बेस्ट वेदर छ अहिले चाहिँ सो आइसिया छ के त्यता अब अहिले हामी जान लागेको तल खानको लागि पानी पर्न थालेपछि वाइल्ड हामी यहाँ टेबलदेखि चेयरमा सरेको छौँ सो आइस्ट्रम 12:34 मा श्रीयन्तुमा हिँडिरहेछौँ एकदम के छ त श्रीयन्तुमा हामी अब नर्मली इभिनिङतिर त हिँडिरहेको हो सो नाइटमा चाहिँ के छ भनेर हामी लाइक किन जस्ट वकिङ अराउन्ड एकदमै कार्डियो राइट अहिलेको टाइम हो 9:23 यस्तो छ मर्निङ भ्यू यो 0.5x मा दामी आउँछ यार बट आई डोन्ट थिङ्क द क्वालिटी इज गुड इनफ 1x जस्तो तर यस्तो छ सो अहिले हामी ब्रेकफास्टको लागि राइट सो अहिले 9:23 भयो हामी सायद यहाँबाट 10:15 तिर हामी यहाँबाट निस्किन्छौँ द्याट्स द प्लान अनि त्यसपछि के छ वी डोन्ट हेभ एनी प्लान वी विल गो विथ द फ्लो दसहरूलाई फोटोसुट हुँदैछ अब हामी यहाँबाट निस्किन लागेको यस्तो चलिरहेको थियौँ गाडीमा यसरी गरेको के हो स्टप लिनु पऱ्यो त्यहाँ माथिबाट ढुङ्गा झारेर रहेछन् झन्डै हामीलाई ढुङ्गाले लाग्यो हामी चाहिँ यहाँ यसबाट जाँदैछौँ हामी चाहिँ यहाँ अलिकति अहिलेको टाइम 10:54 भयो अहिले हामी फिक्कलमा छौँ हाम्रो गाडी बुक भइसकेको छ हामी यहाँ गर्मी रहने रहेछ ए सरी चिसो रहने रहेछ हामी आइयो यही गाडीमा आइएको थियो अब हामी यहाँबाट बिर्ता मोड दिदीकोमा जान्छौँ गाडी लिन्छौँ त्यसपछि खाजा खाएर त्यसपछि विराटनगर लाग्छौँ सो यो हो बिर्ता मोड गर्मी छ क्याबन अहिले चाहिँ गाडी निकाल्दैछौँ हामी पुरै क्लोज छ हो कता लाग्नु टाइम 2:01 हामी यहाँ खाजा खाएर त्यसपछि लाग्छौँ विराटनगर आज नयाँ बाटो छ हाम्रो भिनाजुले हामीलाई नयाँ बाटो भन्नुभएको छ हेरौँ त्यो बाटो के छ कुन अरे माई सरलाई थाहा छ माई के अरे तर अहिले एकछिन यहाँ बन्दैछ हाम्रो सुरु भइसक्यो ग्लास कत्रो ग्लास त सो अहिले 4:10 भयो हामी निस्क्यौँ यहाँबाट अहिले लगभग माई खोला यहाँबाट सायद हामी जुन बाटो आएको थियौँ त्यही बाटो जान्छौँ झिलझिलेको हुँदै यता रङ्गेली हुँदै जान्छौँ हामीलाई 2 घन्टा लाग्न सक्छ त्यही हो विराटनगरतिर पानी परिरहेछ अरे एकदमै यहाँ चाहिँ छैन यहाँ चाहिँ एकदम
राम्रै छ मौसम, तर पर्ला पर्ला जस्तो त छ। खाजासाजा खाएर निस्क्यौँ हामी। माइधार ठाउँ नै रहेछ नि त। अब हामी यो नेसनल हाइवे एसियन हाइवेबाट यता लाग्यौँ। अब यो भनेको चाहिँ हाम्रो झिलझिले भन्ने ठाउँदेखि सिधै रङ्गेली विराटनगर। अब हामीले वाट्स द टाइम 4:36। फुल झरिहाल्यो भने पानीमा सिधै। आठखोला आयो, अहिलेको टाइम भनेको 6:26। सो एकदमै राम्रै पेसमा आयौँ। हामीलाई मेन प्रब्लम चाहिँ के थियो भन्दाखेरि यो बाटोमा स्ट्रिट लाइट छैन, त्यही भएर त्योभन्दा लाइटमै आउनको लागि हाम्रो मेन प्रायोरिटी थियो। सो त्यो एकदम सक्सेस भयो हाम्रो। I'll see you tomorrow, sir. भोलि जिममा भेटौँला। ल भोलि भेटौँला नि, जिममा कहाँ? ल सर, ल ल ल ल। जहिले पनि मेरो भिडियोको एन्डिङ चाहिँ यहाँबाट गाडीबाटै हुन्छ जहिले पनि। ल भाइ, ल बाई ल बाई।